कति खान्छौ है बुढी तिमीले? जति बेला हेर्दा पनि खाएकै देख्छु यार, खाएकै देख्छु यार, खाएकै देख्छु। कति हो खाएको पनि यार? खाना र सुत्न त साँच्चै भोक र निद्रामा त कति पो लाग्छ। क्या त अरू त जति बेला पनि खाएकै देख्छु, जति बेला पनि खाएको देख्छु। अझ अझ भन्दाखेरि चाहिँ बुढोलाई गाली गरी बुढाबुढी के अरे महिला पुरुष एउटै हो के? तपाईँ घर बसेर घर चलाउनु, म जान्छु कमाउन भन्छु खुबै। यस्तो खाएको खाएर सुतेको सुती गर्ने मान्छेले कसरी कमाउँछौ हो तिमीले? परेपछि त कमाउँछ। त्यो त नकमाएको त कहाँ हो? परेपछि त गरिन्छ गर्नु त, तर अलि अल्छी भइसक्यो है। अलि जाँगरी ल्याउन त। अल्छी चाहिँ अलि अल्छी छु। खाना यस्तो भोक लाग्छ, अब त अलि कम खान्छु भन्छु। अब अलि कम खान्छु भोलि र आज हो भन्छु, त्यहाँबाट भोलि उठ्दाखेरि उस्तै भोक लागिहाल्छ। हिजो साँझ 3 नखाइकन सुत्यो कि तपाईँले फोन गरेपछि फेरि उठेर रोटी पकाएर। यस्तो छ नि, यस्ताले अझ काम गरेर कमाउँछु भन्छन् यार। भाइ गाह्रो छ मलाई त ल।